गाडी जोड्नुहोस् फेरि विश्राम दिउनुहोस् सृष्टि आदिको इच्छा तपाईको हे प्रभु पूर्ण होस् सृष्टि आदिको इच्छा तपाईको हे प्रभु पूर्ण होस् स्वर्गमय जीवन दिएर गान्धी तपाईँलाई रुवाए स्वर्गमय जीवन दिएर गान्धी तपाईलाई रुवाए तपाईको आज्ञा छोडेर मैले देखाडाउमाए स्वीकारबाट एक मुकुटलाई प्रभुलाई पयाए बाँचेर आयो बासुमा चढाए दूर गाडी छोड्नुहोस् फेरि विश्राम दिउनुहोस् सृष्टि आदिको इच्छा तपाईको हे प्रभु पूर्ण होस् सृष्टि आदिको इच्छा तपाईको हे प्रभु पूर्ण होस् जिउन चाहना हारेको जीवन कृष्णले गएर जिउन चाहना हारेको जीवन कृष्णले गएर जिउन चाहन्छु दयालु जीवन कृष्ण भएर शरण प्रभु अर्पण जीवन तपाईलाई अर्पन्छु मेरो सट्टामा येशू जिउनुहोस् यो विनती छोड्नुहोस् फेरि विश्राम दिउनुहोस् सृष्टि आदिको इच्छा तपाईको हे प्रभु पूर्ण होस् सृष्टि आदिको इच्छा तपाईको हे प्रभु पूर्ण होस्
Hallelujah.
छैनौँ। प्रभु हामी यो संसारको प्रेममा फेरि हामी बस्न चाहन्छौँ। अब हामी प्रभु तर होइन तपाईँको नाममा गर्न चाहन्छौँ। हामीलाई बलियो बनाउनु प्रभु तपाईँको नाम हामीलाई सधैँ कायम बनाइदिनु। हामी तपाईँको चरणमा आउँदछौँ। आफ्नो दाहिने छातीमा राखेर भन्नुहोस् तपाईँको त्यो कष्टलाई हामी हेर्दै गर्दाखेरि हाम्रो लागि कति कष्ट भोग्नु भएको थियो, हाम्रो लागि कति कष्टको भारहरू उठाउनु भएको थियो परमेश्वर प्रभु। तर आजको दिनहरूमा हामी कति कुरामा प्रभु तपाईँले जाने भनेका कुरा मानिकन प्रभु दाउदको प्रशंसालाई दिनुभयो। प्रेम गर्दै गर्दा पनि प्रभु हामी तपाईँबाट तर्केर टाढा दाउद चाहिँ नाच्ने तर पनि हामीलाई फेरि फर्काएर एउटा जानुहुन्छ। तपाईँको जस्तो प्रेम लाने कहीँ पनि पाउँदैन। हामी संसारमा तपाईँको जस्तो प्रेम कहीँ पनि पाउँदैन। प्रभु तपाईँमा विश्वास, तपाईँमा नै हामी प्रभु तपाईँलाई
धन्यवाद जिसस हामीलाई तपाईँ उचालिनु उपस्थितिको लागि धन्यवाद प्रभु तपाईँ उचालिनुहोस् तपाईँको नाम तपाईँको प्रभु ज्योति सौन्दर्यको लागि धन्यवाद तपाईँको नाम चाहिँ प्रभु यो समय उचालिनुपर्छ तपाईँको छुवाईको लागि धन्यवाद तपाईँ उचालिनु पवित्र आत्मा तपाईँको शक्तिले भर्नुभयो धन्यवाद छोरीलाई रखवाली आफ्नो छोरालाई रखवाली तपाईँ प्रभु पवित्र आत्माको परमेश्वर हुन्छ हामी यो समय सबैजना शान्त रहनेछौँ हुन्छ यो समय चाहिँ तपाईँहरूले प्रभुबाट केही अगुवाई दर्शन अथवा आवाजहरू सुन्नुभएको छ भने तपाईँहरूले यो समय भन्न सक्नुहुन्छ परम्परा पर्नशाला धन्यवाद होस् आचार्य पास्टर बुबा पास्टर शिर पराले एउटा मलाई दिनुहुँदै थियो प्रभुले हाम्रो करोना पास्टर मम्मीले तपाईँले पाउनुभएको दान खुला रूपमा भन्नुहुँदैछ परमेश्वरले नरोक्नु जति आउँछ तपाईँले दिनुभएको जीवन छ प्रचार गर्नु फलो गर भनेर भन्नु फलो गर्नुपर्छ भन्नुभएको छ मलाई परमेश्वरले तपाईँले फलो गर्दै जानुहोस् तपाईँको जीवनमा ठुलो काम गर्छु भन्नुभएको छ परमेश्वरले र हाम्रो यता नाम त सरी भन्नु नपर्ने हाम्रो धनकुमारी सम्झिनीले चाहिँ धेरै तपाईँले दिनुभएको दान तपाईँले यो मण्डलीमा कम्ती भएर हरेस नखानुहोस् यो शब्दहरूको नयाँ शब्द नयाँ भाषा यो दान वर्तनको विषयमा अथवा यो शब्दको विषयमा चाहिँ अर्थ खोलिदिने सपना दर्शन अर्थ खोल्ने व्यक्ति तपाईँले माग्नुपर्छ र परमेश्वरको बिचमा तपाईँहरूलाई दिनुहुँदैछ यति परमेश्वरले मलाई भन्नुभएको छ र तपाईँ बोल्नुहुँदैछ त्यो फलो गर्दै लानुहोस् यसको अर्थ खोलिदिने व्यक्ति तपाईँलाई दिनुहुँदैछ मण्डलीको लागि तपाईँले यस्तो आवाज दिँदै हुनुहुन्छ जतिजना मैले बोलाइसके मेरो सामु छ तिमीहरू छोराछोरी हो जागर हो एउटा ठुलो सङ्कष्ट आउँदैछ त्यो सङ्कष्ट पार गर जब त्यो यो मण्डलीले त्यो सङ्कष्टलाई पार गर्छ अनि मैले आत्मा नयाँ आत्मा दिँदैछु यो ठाउँमा सङ्घर्ष गर्ने जुन युद्धको निम्ति मैले चुनेको छु त्यो युद्ध गर्ने तिमीहरू हौ जब त्यो युद्ध लड्न सक्छौ अनि त्यो युद्ध अनि विजय हुन्छौ मैले गुणन प्लस गर्दै आत्मा थपिदिनेछु जब तिमीहरू कमजोर हुन्छौ तिमीहरूसँग भएको पनि म खुसी हुन्छु तपाईँले भन्दै हुनुहुन्छ त्यो मात्रै होइन यो एरियामा प्रभु बोल्दै हुनुहुन्छ युद्ध तयार गरिसकेको छु त्यो तिमीहरू हो तिमीहरूको जीवनबाट धेरै आत्मा तिमीहरूको साथमा मैले पठाउँदैछु विशाल मण्डली दिँदैछु धन्यवाद परमेश्वर तपाईँलाई धन्यवाद परमेश्वर तपाईँलाई र हुन्छ हामी आजको यो समय चाहिँ आजको यो आराधनालाई हामी यहीँनिर अन्त्य गर्नेछौँ धन्यवाद स्वर्गमा बस्नुहुने स्वर्गीय परमेश्वर तपाईँलाई धन्यवाद आजको यो सुन्दर साँझको समयमा प्रभु तपाईँले हामीलाई टाढा नजिकबाट भेला गरिकन तपाईँको छोराछोरीहरूसँग यसरी मिठो भेटघाट गराउनु भए परमेश्वर तपाईँलाई धन्यवाद दिँदछु र परमेश्वर आजको यो साँझको समयमा चाहिँ परमेश्वर तपाईँले हामीलाई प्रभु हामीले तपाईँलाई महिमा अनि प्रशंसा चढाएका छौँ प्रभु तपाईँले चाहे जस्तो अनि खोजे जस्तो महिमा प्रशंसा त प्रभु तपाईँले हामीलाई चढाउन सकेन होला प्रभु तपाईँले हामीलाई क्षमा गर्नुहोस् र तपाईँले चाहे जस्तो तपाईँले खोजे जस्तो प्रभु महिमा प्रशंसा चढाउने छोराछोरी प्रभु तपाईँले हामीलाई बनाउनुहोस्
र परमेश्वर हाम्रो त्यो महिमा प्रशंसा चाहिँ प्रभु त्यो स्वर्गदूत आइकन चाहिँ प्रभु त्यो स्वर्गको ढोकामा पुगेर गुन्जमान भएको छ भनिकन हामी विश्वास गर्छौँ। हाम्रो महिमा प्रशंसा प्रभु त्यो स्वर्गको ढोकामा गुन्जमान भएको छ भनिकन चाहिँ हामी विश्वास गर्छौँ। परमेश्वर हाम्रो महिमाहरूलाई लिनुहोस् प्रभु, तपाईँलाई महिमा चढाउँछु र प्रभु सबै कुरा तपाईँको हातमा राख्छु र प्रभु यो महिमा प्रशंसा चढाउनमा प्रभु हामीले कति भुलटुटी गऱ्यौँ हामीले क्षमा गर्नुहोस्। सबै कुरा चाहिँ प्रभु तपाईँको हातमा राखिकन माग्छु आशिष अनि सहायता सुरक्षा येशू प्रभु तपाईँको नाममा, आमेन। हुन्छ, यो समय तपाईँहरू सबैजना बस्न सक्नुहुन्छ।